हैन उत्तम छेत्री हो खासमा चाहिँ कसलाई उहाँले चाहिँ भोटे बस्तीको राजुलाई दिएको राजु त्यहाँदेखिको तपाईको इन्जिनियर चाहिँ नरेन प्रधान हो यो चाहिँ विमल दाजुको टाइममा भएको हजुर विमल गुरुङको टाइममा 2014 मा हो सर 13-14 मा गरेको यो बाटो 17 मा कम्प्लिट भएको भनेको अब यहाँ हेर्नु न अब म तपाईलाई मेन बताइदिन्छु यो चाहिँ सबैले भिडियो पनि गरिदिनु है हाम्रो अलिकति पुरा हामीलाई प्रब्लम भइरहेको छ कि यहाँ तपाईले भिडियो गरिदिनुहोस् हालिदिनुहोस् त्यहाँदेखि चाहिँ यहाँ हेर्नुहोस् खोल्सा बनाएको छ है यो मैला खोल्सा हो चर्चदेखि आउँछ तपाईँको लाइन गेटदेखिको ओह्रालो खोल्सा हो एजीको छेउको अब तपाईँले नर्मली सोच्छ यो बाटो यसरी जाँदा चाहिँ भिड थियो यो बाटो त यसरी सिधा जानुपर्ने हो नि त हो कि होइन भन्नु त सब बाटै भन्नुहोस् न सर यो बाटो यसरी जान्छ यो खोल्साको पानी डाइभर्ट गरेको छ खोल्साको पानी डाइभर्ट गरेर गर्नु सक्छ अब भन्नु त अब त्यो मैला त यता खोल्साको पानी चाहिँ डाइभर्ट चाहिँ कहाँ गर्ने हेर्नु न तपाईँ अलिकति अगाडि यहाँ बाटोमै आउँछ हजुर यो खोल्साको पानी यसरी नाली बनाएर डाइभर्ट गरेको छ यसो गरेको छ पहिला चाहिँ सिधा झर्थ्यो नि त खोल्सा हो नि त खोल्सामा चाहिँ बाटो बनाइदिएको छ सबै पानी डल्लै आएर अनि मैला यहाँ झर्छ मैला यहाँ झर्छ सबै माथिमा मैला हाल्नुहुन्छ ल यहाँ भएर डल्लै ब्लक हुन्छ बाटो त्यसले गर्दा यहाँ पब्लिक पनि हिँड्नु सक्दैन स्टुडेन्ट पनि हिँड्नु सक्दैन र पनि सर हुँदैन अलिकति माटो छ कि अलि यताको त मैले गरेको वाल हो यो फुस्केको छैन यो वाल फुस्किने चान्सेस यो वाल फुस्क्यो भने चाहिँ वल त छैन होइन यो सुन्नु नि यो फुस्क्यो भने चाहिँ नि सर यहाँदेखि माथि चाहिँ डल्लै ज्वार बस्ती 2 है अनि यहाँ हाम्रो ठकुरी धारा छ हामीले पानी सबैलाई दिएको छौँ यता ज्वार बस्ती 1 2 लाई यता सबैले खान्छ त्यो पानी बिस्तारै बिस्तारै तानिनु सक्छ यो फुस्क्यो भने त चौरस्तासम्म तानिन्छ यो चाहिँ मैले भने त 15-16 हजार घर कति छ माथिसम्म एजीको टाउकोमा पुग्छ यो चाहिँ अनि यो चाहिँ अलिकति हामीले यसको लागि चाहिँ पुरा ट्राई गर्दैछौँ सर हामीले अनि यो प्रोटेक्सन दियो भने चाहिँ अब हामीलाई त्यति टेन्सन दूर हुन्छ तर प्रोटेक्सन यो चाहिँ कहिले आएको पोहोरको त्यसमा अनि तपाईँको 14 टाइममा त्यो पानी आएको मैले अस्ति कन्सेप्टमा फोन गरेको थियो माथि बहिनीलाई पेमा बहिनीलाई भनेको थिएँ हो बहिनी पाल्दिउँ न अब किनभने यो उयो हुँदैछ के अरे पहिरो जानेवाला छ भनेर भन्दा चाहिँ दिदी भाउजू पहिला पहिरो जान्छ अन्त मात्रै कम्प्लेन गर्दा मात्रै पालिदिन्छ भन्छ सिस्टम पहिलो गएर देखाएर भनेर मात्रै भनेको त त्यो त के भयो त के फाइदा भयो त हजुर हो नि अन्त पहिला ओढाइराखेको छ भने पो जाँदैन भन्ने एउटा उयो हुन्छ होइन फेरि यहाँबाट त सर मान्छे पनि मरेको नि त्यति बेला नि इन्जिनियर हामी पनि अलिकति मुखै भयो बाटो आयो भनेर खुसी मात्रै भयो बाटो पहिला अब हुनु त यहीँ हो नि चौरस्ता बाटो राम्रो भयो अरे त्यसको बिमारीलाई एकदमै सजिलो बुढाबुढी मान्छेलाई सजिलो त्योभन्दा घर बनाउनु सजिलो त्योभन्दा सबभन्दा बेसी सजिलो चाहिँ के भने हाम्रो कतिजना उयो छ बेकारी छ नानीहरू तिनीहरूले पनि यसो होमस्टेहरू बनाउला चलाउला गरी खान्ला माने दार्जिलिङको यति छेउमा तर यहाँ गाडी नै आउँदैन साइड सिनीसम्म हुन्छ लेबुङसँग त्यहाँ यता केही छैन यति साह्रो नै त्यो भित्री बत्ती हुन्छ नि त्यसको ठिक्कै मुनि बसेको अडेर चाहिँ हामी यो बाटो हामी यहाँ बस्ने जनता चाहिँ सो मेन चाहिँ तपाईँले भनेको इकोनोमी माने बेरोजगार चाहिँ बढेर माने यो बाटो भएन भने चाहिँ अझै बढेर जान्छ बढेर जान्छ सबको आफ्नो घर छ कमान बस्तीतिर कति मजाले होमस्टे चलाइरहेको छ हाम्रो पनि त नानीहरू चलाओस् न पढेको नानीहरू छ गर्नु सक्ने क्षमता भएको छ त्यो नानीहरू गरेर खान्छ नि त त्यो पनि त हेरिदिनु पर्यो सो अहिले यो बाटो नहुँदाखेरि चाहिँ अहिले चाहिँ के हेडलोडमा ल्याउनु पर्छ कि बाटो त्यो घर बनाउँदा कि आउँछ यहाँ चाहिँ हेडलोडमा पनि आउँछ तपाईँको पिकअपले एकदमै ज्यादामा ल्याउँछ हेडलोडमा त सर कुरै नगर्नुहोस् एक बडा सिमेन्ट ल्यायो भने यहाँसम्ममा 250-300 रुपियाँ लिन्छ त्यति साह्रो छैन बिमारी लानुपर्ने यति असुविस्ता छ अब यस्तोमा बिमारी लगाउँदैन अस्ति मेरै घरमा एउटा नानी भएको थियो होइन सिजर केस ल्याउनु सकेन हामीले यहाँबाट माथि गेट छ तपाईँको अफिसको अलिक मुनि त्यहाँदेखि हिँडेर यहाँ ल्याइपुऱ्याएको